तेरी आमा तेरो साथमा छे। अब त बाँचुन्जेल यही घरमा बस। मलाई तपाईँको यो हालत देख्दा गाह्रो भइसक्यो। विगत 3 महिनादेखि बाकल जस्तै बनेका राम सामान्य भन्दै थिए। परिवार जोडिने भन्ने आशले उनीलाई निकै नै राम्रो बनाइरहेको थियो। उनी निकै नै खुसी देखिन्थे। तर त्यो खुसी धेरै बेरसम्म कहाँ टिक्न सक्थ्यो र? के साँच्चै कमला र मुनाले अर्को केटासँग बिहे गर्न लागेका हुन् त? कथाको सुरुवातमा राम बिजोक अवस्थामा देखिन्छन्, तर भागको सबैभन्दा ठुलो पोइन्ट त्यहाँ आउँछ कि मुना प्रवेश गर्छिन्। रामसँग डिभोर्सको प्रक्रिया अगाडि बढाएर पनि मुना रामको खुसीको लागि कमलाको घर पुगेर कमलालाई फर्किनु दिदी, बुढालाई सम्हाल्ने तपाईँ मात्र हो, नत्र उहाँ मर्नुहुन्छ भनेर आफ्नी सौतिनी दिदीलाई चाहिँ उनले घर फर्किन आग्रह गर्छिन्। मुनाको त्यो त्यागले धेरैको आँखा रसाएको छ। रामको अवस्था सुनेर कमला पनि घर फर्किने निर्णय लिन्छन्। तर खुसीको माहौल धेरै बेर टिक्न सक्दैन भनेर जहाँ खुसी आउँछ त्यहाँ भिलेनहरूको इन्ट्री भइहाल्छ। दुर्गा आमा र मालती थाहा पाउँछन् कि कमला घर फर्किँदैछन् भन्ने, अनि उनीहरूको सातो जान्छ। किनकि राम पुरानै अवस्थामा फर्कियो भने उनीहरूको खेल नै समाप्त हुन्छ। यहाँ मालतीले फेरि आफ्नो मास्टर माइन्ड लगाएर कमलाकी आमा चमेलीलाई पैसा दिएर उचाल्छिन् कि कमलाको 15 दिनभित्र विवाह जसरी पनि अर्को केटासँग गर्नुपर्छ भनेर। अनि त्यसपछि चमेलीले पनि पैसा लिँदै हुन्छ भन्छे। उता राम पनि के कम, उनले कमलाको माइती पुगेर चमेलीलाई सिधै चेतावनी दिन्छन्, म अझै पनि सिउँदोको सिन्दुरको आधारमा श्रीमान हुँ। यदि मेरो इच्छा विपरीत यो बिहे भयो भने रामको ताण्डव देख्नुहुनेछ। अर्कोतिर गाउँका अभिभावक रमेश दाईले रामलाई धेरै साथ दिएका हुन्छन्। पालिकाका प्रमुख, इन्सपेक्टर लगायतका सम्पूर्ण सरकारी कार्यालयका त्यो पुरानो मिलापत्रलाई उल्ट्याउँदै कागजात तयार पारिसकेका हुन्छन्। अब बाजा गाजा सहित कमलालाई लिने तयारी भइरहेको हुन्छ। तर अन्तिम दृश्यमा देखिन्छ मालती बीच बाटैमा आइपुग्छिन्। ऊ हाँस्दै अब कमला र मुनालाई लिन जानुको कुनै अर्थ छैन भन्दै विवाहको कार्ड नै उनीहरूको हातमा समाइदिन्छन्। त्यो सिन देखेर दर्शक धेरै अचम्म परेका छन्। तर मेरो विश्लेषण अनुसार कमला र मुनाले अर्को केटासँग विवाह गर्नै सक्दैनन्। मेरो विश्लेषण अनुसार यो दुर्गा आमा र मालतीको चाल हो, षड्यन्त्र हो। रामलाई धेरै दुःख दिएपछि रामले गाउँ छोडेर जान्छ भन्ने उनीहरूले सोचेका थिए नि, हो त्यसैको चाल हो। तपाईँलाई के लाग्छ कमेन्ट गर्न नबिर्सनुहोला। अब आउने भागमा राम, मुना र कमला 3 जना मिलेर अगाडि बढ्नुपर्छ। कोलाई यो कुरा ठिक लाग्यो तल मुनि कमेन्ट गर्नुहोला। र दुर्गा आमा र मालतीको तिनी सबै चालको पर्दा फास हुनुपर्छ। आजको लागि यति नै दर्शकबिन, अर्को भिडियोमा फेरि उपस्थित हुनेछु। आजको लागि छुट्टिन चाहन्छु। हस्त, धन्यवाद।